तपाईले कसैलाई पैसा दिनुभयो तर अब उसले पैसा फिर्ता दिन मानेन। धेरैजसो मान्छे गल्ती गर्छन् कि अझै उसको कुरामा विश्वास गरेर कुनै कदम चाल्दैनन्। यसरी बस्नु समाधान होइन। यसले तपाईलाई कानुनी हिसाबमा झन कमजोर बनाउन सक्छ। सधैँ समयमै कदम चाल्नुपर्छ। नमस्कार, म अधिवक्ता निम छेत्री। तपाईले नजिकको व्यक्तिलाई विश्वास गरेर पैसा दिनुभयो, पक्कै फिर्ता दिन्छु भन्ने आश्वासन पनि थियो। तर समय बित्दै गयो, बहाना सुरु भयो, फोन बन्द भयो, पैसा आएन। अब चिन्ता तनाव बढ्यो, सम्बन्ध बिग्रियो अनि सोच्नुभयो पैसा दिनु नै समस्या थियो। तर होइन, समस्या पैसा दिनु वा सापटी दिनु होइन, कानुनी प्रक्रिया नजान्नु वा नपुर्याउनु हो। मुलुकी देवानी संहिता अनुसार पैसा दिनु लिनु भनेको पनि कानुनी करार वा सम्झौता हो। लिखत होस् वा मौखिक दुवै मान्ने हुन्छ, तर प्रमाण बिना दाबी कमजोर हुन्छ। कानुन बमोजिम नै तमसुक वा लिखत सम्झौता, बैंक ट्रान्जेक्सन वा चेक, एसएमएस, व्हाट्सएप, इमेल, साक्षी बयान यी सबै अदालतमा प्रमाण मानिन्छन्। त्यस्तै यदि तपाईले लिखत तमसुक नै बनाउनु भएको छ भने त्यसलाई वडा कार्यालयमा दर्ता गराउनुपर्छ। यसले कागजको आधिकारिकता स्थापित हुन्छ। विवाद भएमा मिति र पक्ष प्रमाणित गर्न सजिलो हुन्छ। अदालतमा विश्वसनीय प्रमाण बन्छ। तर ध्यान दिनुहोस्, वडा कार्यालयमा दर्ता 50,000 भन्दा कमको हकमा अनिवार्य होइन, तर 50,000 भन्दा बढीको हकमा अनिवार्य दर्ता गर्नुपर्छ। वडामा दर्ता गर्दैमा वडाले ऋण असुल गर्ने भन्ने पनि होइन, तर अदालतको लागि अनिवार्य र बलियो प्रमाण भने हो। अर्को महत्त्वपूर्ण कुरा, अन्य मुद्दा जस्तै ऋण असुली वा सम्झौता कार्यान्वयनको लागि पनि निश्चित हदम्यादभित्र अदालतमा मुद्दा दायर गर्नुपर्छ। हदम्याद ऋणको प्रकार र शर्त अनुसार फरक हुन सक्छ। लिखित करार र मौखिक करारको हकमा हदम्याद फरक हुन सक्छ। त्यसैले ढिला गर्नु नै ठुलो गल्ती हुन पनि सक्छ। समयमै कानुन व्यवसायीसँग सल्लाह गरी अदालतमा मुद्दा दायर गर्नुपर्छ। अदालतको लागि सबैभन्दा ठुलो कुरा प्रमाण हो। प्रमाणले नै तपाईको दाबी स्थापित गर्ने वा खारेज गर्ने हो। त्यसैले प्रमाण सम्बन्धी कुराहरूमा विशेष ध्यान दिनै पर्छ। पहिलो, तमसुक, सम्झौता, भरपाई, एसएमएस, कुराकानी, बैंक स्लिप, चेक आदि सबै प्रमाण सुरक्षित राख्नुहोस्। दोस्रो, सकेसम्म आधिकारिक रूपमा रेकर्ड रहने गरी रकम फिर्ता दिन वा कानुनी प्रक्रियामा जाने बारेमा सूचना पठाउनुहोस्। विवाद यही समाधान हुन पनि सक्छ। तेस्रो, पैसा नआएमा जिल्ला अदालतमा मुद्दा दायर गर्ने नै कानुनी र अन्तिम विकल्प हो। मुद्दा दर्ता पश्चात अदालतले प्रमाण हेरी सम्पत्ति रोक्का, बैंक खाता रोक्का तथा नियन्त्रण समेत गर्ने आदेश तथा सोबाट रकम असुली गर्ने फैसला जारी गर्न सक्छ। तर ध्यान दिनुहोस्, लिखत बिना ठुलो रकम दिनु, हदम्याद गुज्रिन दिनु, सामाजिक सञ्जालमा बदनाम गर्नु, आवेगमा आएर कुटपिट गर्नु वा धम्की वा दबाब दिने जस्ता गल्तीहरूले तपाईलाई नै कानुनी समस्यामा पार्न सक्छ।